So guys, I'm back with a new interesting video. Are you excited? And guys, if you are new to this channel, please do not forget to like, share and subscribe. As I say guys, I'm here. So we are watching Himalaya Roadies season 7 Hell or Heaven ko say new episode जसमा चाहिँ आउट भइसक्यो आउट भएपछि के भयो त त्यो हेरौँ न त गाइज हैन त्यसपछि चाहिँ फेस अप च्यालेन्जहरु भएको रहेछ अब लेट्स वाच टुगेदर है फेस अप च्यालेन्ज कसको कोसँग भयो कोले जित्यो कोले इम्युनिटी टास्क थियो कि रोडियम टास्क थियो कि के थियो लेट्स वाच इट दुई जनाले एक आपससँग खेल्ने हो कोसँग खेल्ने भने जसको तेल निकाल्न मन छ त्योसँग खेल्ने सेखी he's so interesting. म हर जति भिडियो बनाउँछु म सब भिडियोमा अमनसरको यति तारिफ गरेर आउँछु गाइस मको पर्सनालिटी नै यस्तै छ क्या अब तेल निकाल्ने कि आई एम सुपर एक्साइटेड है त्यसको म भन्नीसँग खेल्ने पहिला हामी जम्मा दुई जना मात्रै छौं बाँकीले हेरोस् न हैन ओ हिरो यो नाम के रे यो देखाछु मैले चाला हैन ग्याङ लिडरलाई सिकाउनु पर्छ तँलाई ग्याङ लिडरसँग कन्फिडेन्स छैन तेरो ग्याङ लिडर भन्दा त मै खतरा भन्नी छ हुनु नि पर्यो धेरै टाइम वेस्ट नगर्ने तँलाई सबभन्दा यहाँ अब को छ त्यसको तँलाई खेल्नै मन लागेको को छ जसलाई तँलाई ढाल्न मन छ देखाउन मन छ सेकी झार्न मन छ त्यो मान्छेको नाम भन कति सोच्न समय लाग्यो क्या तँलाई अरे अडे दुईजना अडे सौर्य एन्ड बिपिन त ब्रो हो नि त ओ यस्तो नि हुन सक्छ नि त दुईटा ब्रोमा दुई जोली जिते नि इट्स ओके इफ तिमी लाइक कोही एन्टीसँग हार्छौ लाइक आफूलाई मन नपर्ने मान्छेसँग हार्यो यस्तो गिल्ट हुन्छ हैन आफ्नै मान्छेसँग हार्यो भने चाहिँ इट्स फाइन हार्दा नि खुसी लाग्छ क्या ए हो नि त अझै आइस छ भने अझै तयार गरिदिराख है उहाँहरुलाई आइस पुगेको छैन जस्तो लागिरहेछ मलाई अझै चिसो आइस अझै ल्याइदिनुस् त्यहाँ है त्यहाँ पनि 9 वटा सानो बल छ 2 वटा ठुलो बल छ घुँडामा टेक्ने फेस इच अदर एक एकवटा बल लिने हान्ने हो हान्ने कसलाई त गोल पोस्टमा गोल भयो सानो बल गोल भयो 1 पोइन्ट आयो ठुलो बल इम्पोर्टेन्ट ले पक्डिनु भयो रोक्नु भयो हैन मात्रै हैन कि पक्डिनु भयो र तपाईको पानीमा यही झर्यो पक्डेर राख्नु भयो त्यो बल फाल्दाखेरि तपाईको गोल भयो डबल पोइन्ट आयो उसको पनि रोक्यो नि त राइट सो डबल पोइन्ट आयो अब ठुलो बल रोक्यो भने त 5 को 10 आयो तर रोकेर मात्रै त भएन गोल पनि हान्नु स्ट्राटेजिकली पहिले हेर्ने guys for me both are strong contestant एकदमै स्ट्रङ छ दुवैजना बिपिन सौर्य both are एकदमै लाइक मेन्टली फिजिकली both are strong अब हेर कसले कस्तो हान्छ भनेर तपाईहरु चाहिँ कसको सपोर्टमा हुनुहुन्छ डु कमेन्ट है टोटलमा 9 वटा सानो बल छ 2टा ठुलो बल छ त्यति नै हो 3 2 1 गो गोल मिस्टेक त्यहाँ आँखा छैन नेटमा हान्यो त्यहाँ गोल हान 2 मिनेट क्लक 2 मिनेटमा सिधा हान्यो नि सिधा 2 मिनेट भित्र सिधिनु पर्छ गेम सौर्य कस्तो रुन्ची देखायो कि छिटो सेभ घुँडा टेक गोल आनकेडा सुडान टेक गोल आउट सेभ धेरै टाइम छैन तथा 30 सेकेन्ड छ जम्मा छिटो सेभ गुड सेभ सेभ वान तिमीहरू आफ्नो टिम छान्दैछस् होइन कसलाई सपोर्ट गर्ने हेर्दैछस् होइन पक तिमीहरू सब टिपेर राख कसले कसलाई सपोर्ट गरेछ सब टिपेर राख आउट लास्ट वान बल दिस इज योर चान्स बिपिन दिस इज योर चान्स ल बिपिनले 5 स्कोर गर्छ कि गर्दैन गाइस सेभ बल राख्दै 5-5 बल राख सानो 5 वटा राख ल भयो बस हैन यो गेम खासै हेल टाइपको भएन
हो स्ट्राटेजाइज तिमीहरूको यसो हेरेँ भिजन जिरो रहेछ तेरो काम छैन रहेछ सुन्दै नसुनी ग्याङ लिडरले भनेको काँड हुने काम 4 जनाले मिलेर खेल्नुपर्ने गेममा एकजना गु खाइदिएपछि सिद्धिएन गेम सबै रेस्पेक्ट गर त्यही भएर भनेको सबैको डिसिजन एउटा अर्को गेम खेलिन्छ एकजना पछाडि फर्किन्छ पछाडि फर्किने मान्छे त्यो बक्सभित्रै छ पछाडि फर्किने मान्छेले गर्छ के भने तेरो अन्दाजमा त्यसको मुभमेन्टमा अब त्यसले के गर्छ तँलाई थाहा छैन हो त्यसको मुभमेन्टमा त्यसले हानेको बल तैँले छल्नु पर्यो तेरो काम के ढाडमा मर्नी गरेर सेकाउनु पर्यो 7 स्टोन्स खेल्थ्येस् नि बच्चा हुँदा होइन आज 7 स्टोन्सको गिदी निकाल कति बल लाग्छ तेरो ढाडमा त्यो अनुसारले म तँलाई अङ्क दिन्छु त्यो तैँले कसरी छल्नु पर्यो अब नाउ ल फर्कि अब तेरो ह्यान्ड मुभमेन्ट त बिचरा कति गाली खाइरहेछ के बिपिनले छल्नु पर्यो बल आइरहेछ तँतिर के गर्छस् कसरी बडी मुभमेन्ट गर्छस् कसरी बडी मुभमेन्ट गर्छस् ल गर त बस्न पाइएन क्या लाटो बिचरा गाइज अन द सडन होइन तपाईँहरू पर्फर्म गर्दै हुनुहुन्छ टास्क गर्दै हुनुहुन्छ भनेपछि कतिखेर ब्ल्याङ्क भइन्छ कि इट्स भेरी नर्मल है भेरी नर्मल आत्तिन्छ नि त 3 2 1 गो हान्न अलिकति जोडले त्यति हो कसेर हान्न 10 दामी 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 अर्को हान ढाल्दै ओके चेन्ज त फर्की गाइज म यस्तो कुरामा यति अनलक्की छु नि मैले यसरी लुकेर यस्तो ढाड गरिरहेको भए होइन मैले जति फास्ट मुभ किन नगराउँ म जुन डिरेक्सनमा गएको छु नि ओपोनेन्टले ठ्याक्कै त्यही हान्ला कि अनि इफ म ओपोनेन्टमा चाहिँ म हानिरहेको छु भने मैले स्ट्रेट ताकेर हानेछु भने चाहिँ मैले हाने बित्तिकै सट्ट स्विच हुन्थ्यो होला कि त्यति चाहिँ म अनलक्की छु क्या ल बिपिन म्याक्सिमम छ उसको जम्मा 1 लाग्यो ल मेरो काउन्टडाउन है 3 2 1 गो जान्छ यार होइन दम दोइ लाग्यो 10 ल दामी 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 हो यसरी ल निस्क्यो त गाइज इन्ट्रेस्टिङ थियो है फेसअप च्यालेन्ज चाहिँ मलाई त क्या मजा हेर्दाखेरि नि पछाडिबाट ढाड सेकाउने आज एपिक र तपाईँहरूलाई के लाग्छ गाइज कसले जित्यो होला सौर्यले जित्यो होला कि बिपिनले जित्यो होला डु कमेन्ट बिलो छिटो कमेन्ट गरिदिनुहोस् होइन म यसको रिजल्ट चाहिँ होइन अर्को भिडियोमा चाहिँ तपाईँहरूलाई देखाउँछु नि सँगै हेर्नेछौँ है गाइज सो गाइज तपाईँहरूलाई कस्तो लाग्यो फेसअप च्यालेन्ज सौर्य र बिपिन बिचको एन्ड गाइज इफ यु लाइक इट प्लिज डु कमेन्ट डाउन बिलो एन्ड थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो एन्ड लभ यु अल गाइज सी यु अगेन इन नेक्स्ट भिडियो बाई बाई